फुटबल खेल्ने केटी। धरमपुर नाम गरेको एउटा सुन्दर गाउँ थियो। गाउँबाट अलि पर सुन्दर रमाइला पहाडहरू देखिन्थे। त्यो गाउँमा एउटा आयरा नाम गरेकी केटी बस्थिन्। उनको घरको आर्थिक अवस्था अलिक कमजोर थियो। पढाइसँगै उनलाई फुटबल खेल्न असाध्यै मन पर्थ्यो। उनी सानैदेखि गुडियाहरूभन्दा साना साना बलहरूसँग खेल्न मन पराउँथिन्। अलि ठुली हुँदै गएपछि कपडा, कागज र प्लास्टिकहरू डल्लो पारेर बल बनाएर खेल्थिन्। आयराको कोठाको भित्ताहरूमा नाम चलेका फुटबल खेलाडीहरूका फोटाहरू हुन्थे र अलमारीमा केही पुराना बलहरू हुन्थे। उनी बलहरूलाई डल्लु भनेर कहिलेकाहीँ बलहरूसँग कुराकानी गर्थिन्, मानौ उनको कुरा ती खेल्ने बलहरूले सुनिरहेका छन्। हरेक दिन स्कुल सकिने बित्तिकै पार्कतिर दौडिन्थिन् उनी। पढ्ने कक्षाका केटाहरू त्यहाँ सधैँ फुटबल खेल्ने गर्थे। आयरा हरेक दिन केटा साथीको नजिकै पुगेर सोध्ने गर्थिन् कि म पनि तिमीहरूसँग खेल्न सक्छु। जवाफ सधैँ एउटै हुन्थ्यो केटाहरूको, आयरा यो खेल तिम्रो लागि होइन, अरू नै कुनै खेल खेल न, यो केटाहरूको लागि मात्र हो। यो सुनेर आयरालाई नराम्रो लाग्थ्यो। आँखा रसाउँथे उनका। तर पनि त्यहाँबाट मुस्कुराउँदै उनी पार्कको अर्को कुनातिर गएर बल खेल्ने अभ्यास गर्थिन्। केटा साथीहरूले बल खेलेको हेर्थिन्, चालहरू अध्ययन गर्थिन्। गोपी र निमेष कसरी सट हान्छन्, खुट्टाको हाउभाउ र कमजोर पक्ष के छ भनेर निहाल्थिन्। उनको गाउँमा कोही पनि केटी साथीहरू फुटबल खेल्न मान्दैन थिए। आयराले साथीहरूलाई धेरै आग्रह गर्थिन् खेल्न भनेर, तर जवाफ हुन्थ्यो, हामी केटी मान्छे भएर के फुटबल खेल्नु, त्यो त केटाहरूले मात्रै धेरै खेल्ने होइन र। कहिलेकाहीँ उनी त निराश पनि हुन्थिन् र जब निराशाको कालो बादल उनको मनमा छाउँथ्यो तब उनी हत्तपत्त पार्कतिर दौडेर पुगिहाल्थिन् र बललाई भुइँमा बजारेर सट हान्न सुरु गर्थिन्। एक दिन खेल मैदानमा केटाहरूको टिमबाट एउटा साथी आएन र खेल्नलाई खेलाडी पुगेन। उनीहरू कुराकानी गर्दै थिए। आयराले खेल्ने मैदानको कुन्नापट्टि दुईटा बाँस गाडेर कपडाले बेरेकी थिइन्। भुइँमा चुनको धुलोले चिन्ह बनाएकी थिइन्। उनी यसरी नै एक्लै खेल्ने गर्थिन्। खेल्नुभन्दा अगाडि बल हातमा लिएर सुमसुमाउँदै छातीमा टाँस्दै भन्ने गर्थिन्, डल्लु तिमी मलाई सधैँ साथ देऊ है। आयराले आफूले बोलेको कुरा बलले बुझिरहेको छ जस्तो लाग्थ्यो। मैदानको अर्कोपट्टि केटाहरू कुरा गर्दै नै थिए। कुरा गरेको देखेर आयरा त्यहाँ पुगिन् र भनिन्, के म बल खेल्न सक्छु? उनको आवाज उनले महसुस गरे भन्दा बलियो थियो। केटाहरूले हेरे। निमेषले नाक खुम्च्यायो, तिमीले हरेक सट हान्न सक्छौ? एउटा अवसर त देऊ, राम्रो प्रयास गर्नेछु। केटाहरू असन्तुष्टि भए पनि उनीहरूसँग अरू कुनै उपाय थिएन। उनीहरू भारी मनले सहमत भए। निमेषले भन्यो, आज तिम्रो परीक्षा हुनेछ, अनि अर्को कुरा बलले लाग्दा रुन पाउने छैनौ नि तिमी। आयराले अस्थायी गोलमा आफ्नो ठाउँ लिइन्, खुट्टा डह्रो भएको महसुस गरिन् र खेल्न थालिन्। खेल्दै जाँदा पहिलो बलको सट निमेषले लगायो। अर्को साइडको गोलकिपरले बललाई जुक्ति लगाएर समात्यो। फेरि खेल्दै जाँदा गोपीले अर्को सट हान्यो, त्यो पनि गोलकिपरले समातेरै छाड्यो। गोपीले सट हान्दा धेरै मिस्टेक गरेको आयराले देखेकी थिइन्। निमेषले पनि सही निशाना लगाउन चुकेका थिए।
अब गोपी, निमेष अनि टिमका साथीहरूले आयरालाई बल पास गर्न थाले। आयराले गोलकिपरको बल समात्ने तौर तरिका सयौंपल्ट देखेकी थिइन्। समय निकै बित्दै गइरहेको थियो। अब बल सट हान्ने पालो आयराको थियो। उनले खेलाडीहरूलाई छक्क्याउँदै बल आफ्नो खुट्टा अगाडि दौडाउन थालिन्। गोलकिपरको बल समात्ने तरिकालाई सम्झँदै उनले एक सट लगाइन्। गोलकिपर त झुक्किएर भुइँमा लडे। उनले हानेको बल गोलमा रूपान्तरण भयो। अब उनीमा आत्मविश्वास जाग्यो। उनले पुरै आफ्नो दिल ज्यान लगाएर खेल्न थालिन्। अब केटाहरूलाई पनि विश्वास लाग्न थाल्यो। उनीहरूको टिमले आयरालाई नै बल पास गर्न थाले। आयरा बललाई खुट्टाले दौडाउन सिपालु थिइन्। अर्को पल्ट फेरि सट हान्ने मौका उनलाई नै जुर्यो। उनले सम्पूर्ण ऊर्जा सट हान्नमा लगाइन्। यो पल्टको सट पनि गोलमा रूपान्तरण भयो र हेर्दा हेर्दै 1 विरुद्ध 2ले उनको टिमले जित्यो। केटाहरूले आयरालाई एउटा खेल प्रेमी, आत्मविश्वासी, निडर केटीको रूपमा चिने। आयराले आफ्नो जिउको धुलो टकटक्याउँदै बल हातमा लिएर सुमसुम्याउन थालिन्। छातीमा बललाई टाँसेर भनिन्, धन्यवाद डल्लु, तिमीले मेरो कुरा बुझ्यौ। आज म धेरै खुसी छु। केटाहरू उनको वरिपरि आए। निमेषले लामो सास फेर्दै भुइँमा लात्ती हान्दै आयरातिर हेर्यो र भन्यो, तिमी साँच्चीकै राम्रो खेल्ने केटी हौ। आयरा मात्र मुस्कुराउँछिन् र मनमनै भन्छन्, मलाई थाहा छ। अर्को दिन जब उनी मैदानमा पुगिन्, साथीहरू पहिले नै मैदानमा पुगेका थिए। आयरालाई साथीहरूले हेर्ने नजर नै छुट्टै थियो। उनीहरूले आयरालाई नीलो रङको नयाँ जर्सी ल्याएर दिए। उनले लगाइन्, तर अलिक ठुलो थियो। तर पनि आयरा खुसी थिइन्। खेल्न पाउनु नै उनको लागि ठुलो कुरा थियो। निमेषले आयरातिर बल फ्याक्दै भने, आजदेखि तिमी सधैँ हाम्रो टिममा खेल्नेछौ। अब एक्लै खेल्नु पर्दैन। आयराको मुटु खुसीले छिटो छिटो धड्कियो। यही हप्तापछि स्कुलमा नयाँ युवा फुटबल लिगको ब्यानर टाँसियो। आयरा हिचकिचाइन्। उनी साइन अप गर्ने पहिलो केटी थिइन्। अभ्यासको पहिलो दिन उनी आधिकारिक मैदानमा वास्तविक गोलहरूसँग हिँडिन्। उनको मुटुको चाल बढिरहेको थियो। उनले त्यहाँ केही अन्य केटीहरू पनि देखिन्। आयराले खेलेको प्रेरणा पाएर उनीहरू त्यहाँ आएका थिए। उनीभन्दा अलिक डराएका तर उत्साहित देखिन्थे। केटीहरूले छेउमा आएर भने, हामी तपाईबाट प्रेरणा पाएर यहाँ खेलमा भाग लिन आएका हौँ। अब हामी पनि फुटबल खेल्नेछौँ। यो सुनेर आयरा धेरै खुसी भइन्। कोचले सबैलाई सिटी बजाएर भने, सबैजना आफ्नो ठाउँमा आउनुहोस् त, खेल अभ्यास सुरु गर्नुहोस्। बलहरू मैदानमा उड्न थाले। आयराको मुटु टिकटक गर्न थाल्यो। त्यही क्रममा खेलमा भाग लिएकी एउटी केटीले आयरालाई भनिन्, तिमी कसरी फुटबल खेलमा च्याम्पियन भयौ? आयरा हाँसिन् र भनिन्, यो त खेलप्रतिको प्रेम, कडा मेहनत, इमान्दारी र आत्मविश्वासको परिणाम हो। मैदानमा मिठो हावा चलिरहेको थियो। त्यहाँ उत्साह, खुसीको माहौल थियो। आयरालाई महसुस भयो उनले मात्र खेलमा ठाउँ जितेकी थिइनन्। साहसी भएर कोही नहुँदासम्म पनि एक्लै अभ्यास गरेर उनले फुटबल भन्दा धेरै ठुलो चिज उठाएर पर सारेकी थिइन्। र त्यो हो शङ्काको पहाड। उनले शङ्काको पहाड पर सारेकी थिइन् र अरूलाई पछ्याउने बाटो सफा गरेकी थिइन्। आयराले बललाई सुनौलो दिउँसोको आकाशमा उचालिन्। बललाई एकटक लगाएर हेरिन्, यो जान्दै कि उनी जस्ता केटीहरूको लागि आकाश सीमा थिएन। यो त मैदानको सुरुवात मात्र थियो। यो कथाबाट हामी के सिक्छौँ थाहा छ नानी बाबु हो? खेलकुदले
कसैलाई पनि भेदभाव गर्दैन, चाहे त्यो छोरी मान्छे होस् या छोरा मान्छे। यदि खेलप्रतिको प्रेम कडा छ भने जो पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ र जित हासिल गर्न सक्छ। अहिलेलाई यो कहानी यही सकिन्छ। अब हामी फेरि भेट्छौँ अर्को कहानीमा। मेरा प्यारा नानी बाबुहरू, यस्तै राम्रा अरू कहानीहरू सुन्नका लागि मेरो च्यानल सब्सक्राइब गर्नुपर्ने हुन्छ। त्यसैले आफ्नो आमा बुवाहरूलाई मेरो च्यानल सब्सक्राइब गरेर बेल आइकन क्लिक गर्नु भन्न नबिर्सिनु है। सबैजनालाई धेरै माया। अब भेटौँला अर्को कहानीमा।